यो मान्छेले यसको कानबाट नि सुन निकालेर कानै चुटिने गरी सुन निकालेर भागिरहेछ। यसलाई सजाय हुन्छ कि नै? म यो भिडियो नेपाल पुलिसलाई ट्याग गर्छु र सोध्छु तपाईँलाई कि यसलाई के सजाय हुन्छ। कस्तो कस्तो मान्छे छ हाम्रो देश नेपालमा यार। अहिले नेपालको यस्तो परिस्थिति हुँदाखेरि सहयोग गर्नु कहाँ छ, उल्टै आपदमा अवसर खोजेर मान्छेको कान चुडिने गरी सुन निकालेर भाग्नु कहाँसम्मको नैतिकताले दिन्छ हाम्रो नेपालको मान्छेहरूलाई। कसैको दाइ, कसैको भाइ, कसैको आमा, कसैको बुवा, कसैको पुरा सन्तानै यो बाढीमा बगेर सखाप भएको छ। कसैले जिन्दगीभरलाई पनि नपुग्ने पीडा पाएको छ यो बाढीले गर्दाखेरि। तर यस्तो स्थितिमा पनि हामी खोलाबाट बगेर आएको काठलाई ओसार्ने, ग्यासको सिलिन्डर ओसार्ने र यहाँसम्म कि मरेको मान्छेको कान चुट्ने गरी सुन निकाल्ने यस्तो मान्छेहरूलाई मान्छे भन्न मिल्छ? नेपाल सरकार, नेपाल पुलिसलाई भन्न चाहन्छु म, यो मान्छेलाई सजाय हुन्छ कि नै? हामी चाहन्छौँ कि यो मान्छेलाई समाएर यसको चाकको डन्डी भाँचिने गरी लट्ठी लगाउनुहोस्, अनि मात्रै नेपालको मान्छेहरू सुध्रेला जस्तो छ के।